हामी तारकेश्वर नगरपालिकाको भवनमा उपस्थित भएका छौँ। यो तारकेश्वर नगरपालिका भनेको एकदम सांस्कृतिक महत्त्व बोकेको नगरपालिका हो। उपमेयरजी आउनुभयो। महत्त्व बोकेको नगरपालिका हो। यहाँका नगर प्रमुख आफै एउटा चाहिँ सांस्कृतिक कल्चरल बोकेको सहरमा जन्म भएको मनमयजुमा उहाँले संस्कृति बुझ्नु भएको सबै भएको कारणले पनि कलाकारको महत्त्व, कलाकार पनि त सांस्कृतिक दूत नै हो, त्यो बुझेको हुनाले र यही नगरपालिकाका बासिन्दा हाम्रा उत्तम केसी नेपाल उहाँको छिमेकी पनि हो। साना अब खेल्या ओर्या कुरा किन गर्नु त्यो भएको र यही नगरपालिकाका बासिन्दा हाम्रो इन्द्रदोम खम्बे भाइ, शिवदेव भट्टराई भाइ सबैजना नेपाल चलचित्र कलाकार सङ्घमा हालसालै भएको निर्वाचनबाट निर्वाचित हुनुभएको हुनाले उहाँले खुसीले गदगद भएर नेपाल चलचित्र कलाकार सङ्घका निर्वाचित पदाधिकारी सदस्यहरूलाई म सानो मायाको चिनो यसो सम्मान गर्न चाहन्छु लौ न भनेर उहाँले इच्छा राख्नुभयो र हाम्रो खम्बे भाइले कोअर्डिनेसन गर्नुभयो। अझ सबैभन्दा यसै नगरपालिकाका जनप्रतिनिधि हाम्रा किशोर भण्डारी डिट्ठा साहब यसै नगरपालिकाका जनप्रतिनिधि हुनुहुन्छ र उहाँले पनि केही सल्लाह सुझाव दिनुभयो भन्ने मलाई लाग्दछ। त्यही भएको हुनाले हामी यहाँ उपस्थित भएका हौँ। कलाकारितालाई माया गर्ने हाम्रो मेयर कृष्णहरि महर्जन, हाम्रो उपमेयर हुनुहुन्छ सिर्जना बुर्लाकोटी अरियाल है, दुईटै थाहा छ मलाई। उहाँ अलि ढिला आउनुभयो, अन्त कार्यक्रम थियो होला, जनप्रतिनिधि भएपछि सबै ठाउँ हुनुपर्छ र हाम्रा यस नगरपालिकाका कार्यकारी अधिकृत भनिन्छ कि प्रमुख प्रशासकीय अधिकृत हाम्रो लम्साल सर, नाम चाहिँ धर्मराज लम्साल सर फ्रम स्याङ्जा मग्याम चिसापानी सबैलाई नमस्कार गरेर मेरा उपस्थित हुनुभएका हाम्रो कार्य समितिका सबै पदाधिकारीज्यूहरूलाई मैले म आफै सम्मानित हुन आउने मान्छे आफैले स्वागत गरे जस्तो भयो। सानो परिचय गराएर अनि यहाँको कार्यक्रम सुरु गरौँ भनेर हो। अब परिचय हाम्रो ठिक छ। अब हाम्रो सानो उद्घोषण जस्तो कार्यक्रम हाम्रो समीर लामा पूर्व कार्य समिति सदस्य नेपाल चलचित्र कलाकार सङ्घको यहाँभन्दा अगाडिको कार्य समिति सदस्यमा उहाँ निर्वाचित नै हुनुभएको थियो। उहाँबाट यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ। सबैलाई नमस्कार, धन्यवाद। आदरणीय वरिष्ठ कलाकार, वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी नेपालज्यूलाई तारकेश्वर नगरपालिकाले आज यो सम्मान कार्यक्रम राखिरहँदाखेरि साँच्चै नै हामी गौरवान्वित महसुस गरिरहेका छौँ। म हुँ समीर लामा, कार्यक्रम प्रस्तुत आजको भने आज विशेष धन्यवाद हामीले किशोर भण्डारीलाई, त्यसै गरी इन्द्रदोम खम्बे मामालाई हामी धन्यवाद दिनुपर्छ र अझ धेरै विशेष धन्यवाद हामी तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, त्यसै गरी सृजना उपप्रमुख सृजना बुर्लाकोटी, त्यसै गरी धर्म लम्साल सर लगायत सम्पूर्ण यहाँ तारकेश्वर नगरपालिकाका चाहिँ हामी सदस्यहरूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। पक्कै पनि अहिले 21औं यो नेपाली चलचित्रको साधारण सभाबाट निर्वाचित हुनुभएका सम्पूर्ण कलाकार महानुभावहरूलाई हामी विशेष धन्यवाद र सफल कार्यक्रम त्यसै गरी बधाई कार्यक्रम यो राखिरहँदाखेरि हामी विशेष धन्यवाद तारकेश्वर नगरपालिकालाई दिँदै यहाँ अब धेरै समयसम्म हामी चाहिँ यो पठ्याउने भन्दा पनि आफ्नो मन्तव्य भन्दा नि गन्तव्यतिर लाग्न चाहन्छौँ। त्यसैले तारकेश्वर नगरपालिकालाई विशेष धन्यवाद दिँदै यहाँ लेखिएको छ थोरै मात्र, म यो एउटा मात्र म आज वाचन गर्छु। त्यस पश्चात चाहिँ मेयर साहब उपमेयरज्यूहरूले चाहिँ पक्कै पनि यो वितरण गर्नुहुनेछ।
पुनः एकपटक बधाई दिँदै यो वितरण गरिदिनुको लागि म प्रमुख उपमेयर साहबले खाना प्रमुख प्रशासकीय नराम्रो लेख्नै पायो शिवाजी नेपाल बैरागी मान्छे हँसिलो छ शिवाजी नेपाल बैरागी मामाहरू खादा लाग्यो कला क्षेत्रमा अझ राम्रो चाहिँ प्रगति गर्न सक्छ त्यसै गरी श्री सुनिल कटवालज्यू महासचिव आज उहाँको बर्थडे जन्मदिनको पनि धेरै धेरै शुभकामना एक कल्चर नगर्ने अहिले भात खानुपर्छ है बर्थडेको उपलक्ष्यमा सुनिल दाईको बर्थडेको उपलक्ष्यमा हामी खाना खान्छौँ आज त्यसै गरी श्री गोपाल ढकाल छन्देज्यू सचिव थ्याङ्क यू सर्वाधिक मत को अलिकति थोरै कमले मात्रै सर्वाधिक मत ल्याउन सफल हुनु भएन निकै चर्चित कलाकार हुनुहुन्छ श्री इन्द्रबहादुर लामा खम्बे कार्य समिति सदस्य के यो बिना पैसा खम्मा काट्ने भनेको अर्कै अल्लाहको पिता होला अरूको लागि मेरो लागि काका मात्रै होइन त अब सर नजिक नजिक बस्दिनँ जीवन्त अगाडि हेर्नु है जीवन्त अगाडि हेर्नु थ्याङ्क यू सर विशेष ल त्यसै गरी सुलेमान शङ्कर सुलेमान इकु त्यसै गरी श्री सोल्टिम डोल्मा गुरुङज्यू कार्य समिति सदस्य नमस्ते हजुरहरू सबैलाई धन्यवाद हामीलाई सम्झना बोलाइदिनु भयो हजुरहरूको चाहिँ थ्याङ्क यू खुसी लाग्यो त्यसै गरी श्रीदेव भट्टराई बेसकुमारज्यू कार्य समिति सदस्य उहाँ पनि तारकेश्वर निवासी जितिसकेपछि एकमतले जित्यो अरू त्यसै गरी आजको यो कार्यक्रमलाई उत्कृष्ट बनाउनको लागि मैले मुख्य भूमिका नखेलेको पनि उत्कृष्ट बन्ने कोसिस गरेकोमा त्यसरी बुझ्नु कुरो बुझ्यो अब यो खादा पनि बाँकी छ सुनिल गटवाललाई जन्मदिन नगरपालिकाको तर्फबाट अध्यक्षलाई दिनु पर्ला अब किशोरजीलाई पनि हाम्रो कलाकारको प्रतिनिधित्व गरेर आफ्नो चाहिँ नम्बर हो कि डायरी सबै भरि यो 21औं यसपालिको यो अधिवेशनबाट निर्वाचित हुनुभएका सम्पूर्ण कलाकार महानुभावहरूलाई विशेष हामी धन्यवाद त्यो सँगसँगै तपाईँहरूको सफल कार्यकालको लागि हामी शुभकामना दिन चाहन्छौँ यो सँगसँगै अझ योभन्दा उत्कृष्ट कार्यहरू तपाईँहरूले गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ र अर्को पटक आउँदाखेरि सम्पूर्ण यही अनुहार देख्न पाऊँ किन देख्न पाऊँ भने अझै तपाईँहरूले चाहिँ उत्कृष्ट कार्य गर्नुभएको थियो यसमा चाहिँ अलिकति बाँकी छ उहाँहरूलाई नै मध्य
टिमै लिएर आउनु भएको छ। हाम्रो अभिभावकत्व पनि गर्नु भएको छ, अभिभावक हुनुहुन्छ। कार्यक्रममा उपस्थित सर्वोदय नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत सर, भर्खरै निर्वाचित आदरणीय अङ्कल अध्यक्षमा निर्वाचित हुनुहुन्छ र अङ्कलको सम्पूर्ण टिममा मेरो र नगरपालिकाको तर्फबाट नमस्कार व्यक्त गर्न चाहन्छु। नमस्कार। धेरै कुरा भनेन, हामी सांस्कृतिक रूपमा पनि तारकेश्वर नगरपालिका अगाडि नै छ। कलाकारिताको क्षेत्रमा पनि तारकेश्वर नगरपालिकामा अङ्कल, खम्बे दाई, किशोर दाई एकदमै नर्मल्ली देख्दै गर्दा पनि सबैले, धेरै पब्लिकहरूले देख्ने फेस नर्मल्ली कहाँनिर फलानुको घरनिर यो भन्ने त्यो एउटा इन्भाइरोमेन्ट छ। तथापि पनि हामी यो मिनिङमा पनि हाम्रो नगरपालिका एकदमै सम्पन्न छ। एउटा त तारकेश्वर नगरपालिका एकदमै सुन्दर पर्यटनको क्षेत्रले भरिपूर्ण नगरपालिका हो, जुन चाहिँ तारकेश्वर महादेवको नामले नामाकरण भएको छ। यहाँहरूलाई सबैलाई जानकारी छ। यस्तो सुन्दर नगरपालिकामा यहाँहरूको टिमलाई स्वागत गर्न पाउँदै गर्दा हामी जनप्रतिनिधिहरू अत्यन्त खुसी छौँ र एकदम मैले त्यो बिताउनु भएको छ। यो सँगसँगै अब हामी आफ्नो महत्त्वपूर्ण भनाइ सँगसँगै धन्यवाद ज्ञापन दिनु हुनका लागि म प्रमुखज्यूलाई, नगर प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम प्रस्तुता समीर लामा तपाईँहरूको माझबाट बिदा हुन चाहन्छ। तपाईँहरूको हरेक वर्षको भइदिनुहोस्। धन्यवाद। र कार्यक्रममा उपस्थित प्रमुखज्यू, प्रमुख प्रशासक अधिकृतज्यू, श्रद्धेय आदरणीय निर्वाचित श्रद्धेय आदरणीय उत्तम दाई, हाम्रो शिवहरी दाई, यो टिमलाई जोडिनसँग यतिका उपस्थित रहने कुरामा सामान्य भूमिका निर्वाह गर्ने हुने हाम्रो इन्द्रजी अनि किशोर दाई लगायत टिमलाई चाहिँ तारकेश्वर नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट सर्वप्रथम स्वागत गर्न चाहन्छ। स्वागतम छ र तपाईँहरूको सफल कार्यक्रमको शुभकामना। यो बिचमा दुई चिजको आर हुन्छ, एउटा रियल, एउटा चाहिँ रिल। जुन रियललाई रिलमा कन्भर्ट गर्ने सक्ने क्षमता तपाईँहरूले जुन चाहिँ गर्नुभएको छ, चाहे विसङ्गतिको कुरामा, चाहे विकृतिको कुराहरूमा, चाहे समय सापेक्ष विषयगत कुरामा तपाईँहरूले चाहिँ जुन चाहिँ रियललाई रिलमा परिवर्तन गर्नको लागि चाहिँ धेरै कठिनाइको कुरा छ। यो बावजुद पनि तपाईँहरूले जुन चाहिँ महत्त्वपूर्ण भूमिका यो नगरलाई मात्र नगरी सिङ्गो राष्ट्रलाई पुर्याउनु भएको योगदानलाई तारकेश्वर नगरपालिकाले कदर गर्दछ। जुन चाहिँ कला क्षेत्रमा जति पनि पीडा छ, सङ्घर्ष छ र इतिहास छ, यो बिचमा राज्यले पनि यस्ता कुराहरूमा निहाल्नुपर्ने अवस्था थियो, तर निहाल्न सकेको अवस्था छैन। जबकि कलाकारिता भनेको एउटा जुन तपाईँले अहिले जितेर आइरहनु भएको अवस्था छैन, तपाईँले नेतृत्व लिएर आइरहनु भएको छ। जब तपाईँ जित्नुहुन्छ, यो राष्ट्रको लागि, यो नगरको लागि, यो राष्ट्रको लागि तपाईँ जब चाहिँ यो चाहिँ कलाकारिताको हिसाबले सन्देश यो समाजमा पुर्याउन, सकारात्मक सन्देश पुर्याउन सक्नुहुन्छ, कुशासनलाई सुशासनमा चाहिँ परिवर्तन गर्न तपाईँहरूले सक्नुहुन्छ, जब एक आपसमा मेलको भावनालाई तपाईँले पुर्याउन सक्नुहुन्छ, तब मात्र तपाईँको लिडरसिप र चाहिँ निर्वाचित भएको कुराहरू चाहिँ फिल हुनेछ भन्ने कुराहरू मलाई विश्वास लाग्छ। यो मान्नेमा तपाईँहरूमा म भन्न चाहन्छु, यो भित्र धार्मिक, परम्परागत, रीतिरिवाज, समाज धेरै कुरा छ। यो बिचमा त तारकेश्वर नगरपालिका एउटा स्लोगन छ, पहिचान अपनो तर अधिकार दिगो विकासको आधार। यो बिचमा पनि यो भित्र पहिचान छ। त्यो पहिचानलाई लिने क्रममा कलाकारिता हुनसक्छ, धर्म संस्कृति हुन्छ, नेतृत्व कुरा हुन्छ, हरेक प्रकारका पहिचान हुनसक्छ। तर यो सबै अपनौत लिने काम स्थानीय सरकार पनि हो भन्ने कुरा लाग्छ। र मैले पहिलो फोन चाहिँ के छ भने उत्तम केसी चाहिँ निर्वाचित भयो भन्ने बित्तिकै मैले दाइ तपाईँलाई बधाई छ, सफल कार्यक्रमको शुभकामना पनि भने मैले इन्द्रलाई पनि फोन गरेँ। मैले श्रीदेवजीलाई चाहिँ भर्खर आउँदै गर्दाखेरि यहाँ हाम्रो उहाँ पनि हुनुहुन्छ भन्ने बित्तिकै होइन, अब टिमलाई, तपाईँहरूको टिमलाई, कमसेकम इन्टायर टिमलाई तपाईँलाई एउटा चाहिँ सम्मान गर्दै गर्दाखेरि, सम्मानित गर्दै गर्दा गिभ रेस्पेक्ट टेक रेस्पेक्ट भन्ने कुरा चाहिँ जुन चाहिँ स्लोगन, जुन चाहिँ थोत छ, त्यो कुरा चाहिँ पूर्णता पाउने सक्ने छ भन्ने कुरा मैले विश्वास लिएँ। यो बिचमा पनि हामी श्रद्धेय अब प्रमुखज्यू, प्रमुख प्रशासक अधिकृतज्यू हामी बस्यौँ र सँगै खाना खानुपर्छ भने 11 बजेको टाइम चाहिँ 1 बज्यो। तर पनि के छ भने यो रियल लाइफमा रिलमा कन्भर्ट गर्दाखेरि टाइम पनि पङ्क्चर हुनुपर्छ। हामी एउटा चाहिँ हामीले सिक्नुपर्छ। म चाहिँ कुनै पनि कार्यक्रममा
प्लिज म माइन्ड गरिदिनु, तपाईँहरूलाई रेस्पेक्ट गर्न बसेको, म आज 4 बजीसम्म पनि बस्न तयार छु। तर तपाईँ हामीले एउटा समय भनेको एकदम बलवान छ। अब कहिले यो भित्र भाव खाने कुरा कलाकारका भित्र भर्खर मैले सुने, अलि चाहिँ अलिकति ठुलो कलाकार भनेको मान्छे अलिक ढिला गएपछि उसको भ्यालु बढ्छ भन्ने कुरा त्यो होइन, त्यो होइन। 5 मिनट अगाडि पुग्नुपर्छ होइन। कहिले कहिले आज त यावत बाटो 3-4 चाहिँ ठाउँमा बन्द छ, यावतकाले ढिला गयो। तर तपाईँहरूको कलाकारिता क्षेत्रभित्र पनि तपाईँ सुटिङमा जाँदा पनि टाइममा गइदिने, टाइममा जाँदा 2-4 कुरा नलेज आउँछ। प्लिज है, मैले तपाईँलाई आज बोलाएको छु, गाली गरेर बोलाएन है। यो कुरा आज तपाईँहरू मात्र कलाकार भयो। यो नगरपालिकामा अब कलाकारको प्रोडक्सन गर्ने कि नहुने, एउटा फ्याक्ट्री बनाउँ कि नहुने, त्यो फ्याक्ट्री बनाउनुको लागि तारकेश्वर नगरपालिका के गर्नु? तपाईँहरू मात्र जिठा साहब बन्ने, तपाईँहरू मात्र खम्बे बन्ने, तपाईँहरू मात्र उत्तम केसी बन्ने, शिवरी बैरागी बन्ने, छन्दे बन्ने, यहाँ अरूको बनाउने, यस्तो खाले चाहिँ स्कुलिङको हुनुपर्छ। तपाईँहरू पैसा बजेट नीति कार्यक्रम त बजेटमा गर्नु छ, यसपालि अलिअलि राख्नु। सुरुवात अध्यक्ष भएको छ, कमसे मेरो कार्यक्रममा यति नगरपालिकामा मैले गरेर हामीले चाहिँ देशभरि चर्चा। अब नेता छु होइन, तर अलिकति कठिनाइ छ होइन। यो बिचमा धेरै कुरा नरहेकन फेरि तपाईँहरूको यो कार्यकाल, यो नेतृत्व सफल रहोस्। तपाईँले जब तपाईँले काम गरेर चाहिँ परिणाम दिन सक्नुहुन्छ तब मात्र तपाईँको जित हुन्छ, नत्र भने यो चाहिँ नेपाल चलचित्र कलाकार सङ्घ केन्द्रीय कार्य समितिको एउटा टिम रहेछ, खालि हँसाउने र बस्ने मात्र रहेछ, जो समाजलाई केही गरेर पर्छ। मैले अलिअलि बोलाउँदै गर्दा चर्को नि बोलेँ कि हाउ, मेरो त एकदमै स्पष्ट कुरा हुन्छ, तलमाथि नै हुँदैन। त्यही कारण तपाईँहरूलाई पुरै एकपल्ट चाहिँ तपाईँहरूले चाहिँ जीवन सुखमय रहोस्। तपाईँहरूले जुन नेतृत्व लिइरहनु भएको छ अझ चाहिँ थप प्रभावकारी बनोस्। यो समाजले केही कुरा चाहिँ नेपाल चलचित्र कलाकार सङ्घले केही गर्यो है भन्ने कुरा चाहिँ सन्देश दिन सकोस्। यो नगरपालिकाबाट पनि स्टार्ट हुँदै सिङ्गो राष्ट्रसम्म पुग्न सकोस्, अन्तर्राष्ट्रिय जगतमा पहिचान पुऱ्याउन सकोस्। पूर्ण तपाईँहरूलाई चाहिँ सफल कार्यक्रमको शुभकामना व्यक्त गर्दै मेरो बधाई टुङ्गाउन चाहन्छु। सिङ्गो नगरपालिकाको तर्फबाट मेयर साहब, उपमेयर साहब र प्रशासकीय अधिकारी साहब उपस्थित हुनुभएको छ। त्यसको लागि मुनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु हाम्रो सम्पूर्ण टिमबाट। अहिले मेयर साहबले भने जस्तै हामी चाहिँ रिल र रियलमा चाहिँ अलिकति फरक हुनैपर्छ। यसको लागि चाहिँ हामी सबैजना आफ्नो आफ्नो हिसाबले काममा लाग्नै पर्छ। मेयर साहबले म निर्वाचित भएको निर्वाचन परिणाम सुनेर आएर घरमा सुतेर पहिलो फोन नै मेयर साहबको आएको थियो। अनि मैले त्यो बेला पनि ठ्याक्क सम्झेँ, यो मेरो नगरपालिका हो, नगर प्रमुख अभिभावकले नै मलाई यसरी फोन गरेपछि मेरो मन असाध्यै भावुक भयो। मैले चाहिँ यो नगरपालिकाको मात्र नाम राखेर पुग्दैन, मेरो राष्ट्रको लागि, मेरो कलाकारहरूको नेपाली कलाकार कला संस्कृतिको पहिचानको लागि मैले लड्नुपर्छ र मलाई आत्मबोध भयो र मैले कठोर गरेँ। त्यही रात यहाँ नै मेयर साहबले अहिले जुन हाम्रो नगरपालिकामा स्थानीय स्तरमा मेयर साहब र उपमेयर साहबले पनि धेरैभन्दा धेरै अपनत्व, उहाँको पहिचान, अपनत्व र अधिकार दिगो विकासको आधार जुन एउटा नारा छ त्यो आधारको अधीनमा रहेर मैले त प्रत्यक्ष यहाँ देखिसकेको छु। हरेक ठाउँमा विकास निर्माणका कामहरू गरिरहनु भएको छ। मैले पहिलाको र अहिलेकोमा तुलना गरेको होइन, उहाँको पालामा धेरै राम्रा कामहरू भइरहेको छ। र यो नगर क्षेत्र फेरि कस्तो छ भने हामी अघि मेयर साहबले भने जस्तो यहाँ हामी हरेक फिल्महरूको सुटिङ हाम्रो यही नगर क्षेत्रमा भइरहेको छ। त्यसमा चाहिँ अब हामी अझै राम्रो काम गर्नु देखाउन सक्यौँ भने मेयर साहबले अघि हामीलाई भनेको हामी बजेटको पनि व्यवस्था गरिदिन्छु भन्नुभएको छ। उहाँले बजेटको व्यवस्था गरिसकेपछि पनि हामीले पनि के गर्ने त? अब यो नगरको लागि हाम्रो पनि केही दायित्व पर्न हुन्छ। उहाँले हामीलाई बजेट व्यवस्था गरिदिनु भयो, नगरको लागि पनि केही बोल्नुपर्छ भने हाम्रा यी सब तमाम साथीहरूलाई आएर नगरको विषयमा पनि यो नगरमा यस्तो छ है, तपाईँहरूले पनि नगरको लागि केही गरिदिनुपर्छ भनेर मैले अनुरोध गर्न चाहन्छु सबै साथीहरूलाई। हामी पनि एक भएर नगरको विकासको लागि पनि मेयर साहब, उपमेयर साहब, प्रशासकीय अधिकारी साहबको अगाडि म वचन दिन्छु, हामी पनि केही दिउँ, उहाँहरूसँग पनि केही लिउँ, गिभ एन्ड टेक हुनु जरुरी छ। अब
अब यहाँ हामी यहाँ स्टुडियो खम्बे स्टुडियोले धेरै नेपाली चलचित्रलाई अहिले मान्छेले भन्दाखेरि चाहिँ त्यहाँ भाडा तिर्नुपर्छ, भाडा त जहाँ पनि तिर्नुपर्छ, गाडी चढेपछि त पैसा तिर्नु परिहाल्यो, त्यो गाडीमा पेट्रोल हाल्नु पऱ्यो हो। खम्बे स्टुडियो पनि अलिअलि थोरै पैसा लिएर अहिले भूकम्पले भत्किसकेको घरहरूलाई उहाँले जीर्णोद्धार गरेर एउटा स्टुडियोको रूपमा लगाउनु भएको छ। अहिले हामीले सोद्धाखेरि खम्बे स्टुडियो कहाँ छ भने चाहिँ तारकेश्वर नगरपालिकामा छ भनेर हामीले गर्वका साथ भन्न पाएको छौँ। त्यसैले हामी नगर प्रमुख उपप्रमुख र उहाँलाई पनि हामी नतमस्तक भएर के भने हामीलाई पनि हजुरहरूले माया गर्नुभयो, यसरी दर्शाइदिनु भयो, मायाको चिनो बाँड्नुभयो, हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूले पनि हामीलाई के गर्नुपर्छ भन्नु होला, हामी गर्न तयार छौँ। र यो स्टुडियो जुन ठाउँमा भइरहेछ र हाम्रो सुटिङहरू जता जता हुन्छन् त्यहाँ पनि हजुरहरूले एउटा चाहिँ के भने अलिकति हाम्रा जहाँ सुटिङहरू हुन्छन् त्यो वरिपरि अलिकति हामीलाई यहाँ चाहिँ विशेष गरेर भनौँ न सुटिङ गर्दाखेरि अलिअलि हामीलाई काहीँ न काहीँ अवरोध आयो भने, अप्ठ्यारो पर्न सक्यो भने हामीहरूले जानकारी गराउनेछौँ, त्यहाँ सजीकरण गराइदिनु होला। अनि ठाउँ ठाउँमा सुटिङ स्पोटमा हामी अलिकति टोयलेटको समस्याहरू छन् सुटिङको ठाउँमा, त्यो सुटिङ गर्ने ठाउँको पहिचान चाहिँ हाम्रो खम्बेजी मार्फत हामी गर्छौँ। हाम्रो टिस्टा साहबले धेरै गर्नुभएको छ यो नगरमा, उहाँ सदस्य भएर आइसकेपछि पनि चलचित्रको लागि उहाँले पनि अहोरात्र खटिनु भएको छ, कलाकारहरूको लागि खटिनु भएको छ। त्यसैले गर्दाखेरि त्यो पनि सहजीकरण हामी सूचना मार्फत गराउन सक्यौँ भने धेरै राम्रो हुन्छ। यति भन्दै म चाहिँ के भने हामी अघि सरले भने जस्तै अनुशासित चाहिँ हुनु जरुरी छ है, टाइम चाहिँ एकदम ख्याल गर्नुपर्छ है साथीहरू। म चाहिँ भनिहालेँ अब मेरो उमेर पनि धेरै खेल्ने मात्रै होइन, नेपाली चलचित्रको एउटा वृद्धि विकासदेखि लिएर यो सबै कुराहरूमा लाग्नुपर्ने जरुरी छ। उहाँहरूले दिएको निर्देशनात्मक आदेशलाई सबैले मानेर हामी काम गरौँ, सबैको भलो हुन्छ। जय तारकेश्वर बाबा, जय पशुपतिनाथ, जय मनमोहन माई सम्पूर्ण। अहिले यो हाम्रो तारकेश्वर सबै वडामा असाध्यै असाध्यै देवी देवताहरूको बास छ। यो देवी देवताको पुकार गरेर पनि मैले जितेको हुँ जस्तो लाग्छ है मलाई। त्यही भएर सबैलाई धन्यवाद। आइदिनु भयो। पुरानो गुजेश्वरी भन्ने मन्दिर पनि यहीँ छ हाम्रो। सबैलाई धन्यवाद दिँदै उहाँहरूको आशीर्वाद सबैलाई हामीलाई लागोस्।